हेलो गाइज वेलकम टु होली हुँदैछ यहाँ चाहिँ होलीको साल चाहिँ यहाँ चाहिँ होली हुँदैछ पुरै गाइजहरूको होली पुरै यता गाइजहरू जानु आँटिरहेछ होली खेल्नु यहाँ पुरै अनि होली लागेर होइन ल बियर खाने अरे गाई ल गाइजहरू सुरु भयो हाम्रो गाइज यहाँ आयो मेरो राइडर चाहिँ यहाँ आयो है चलो अब चाहिँ हामी निस्केको यहाँबाट खोला जिआरजीको साउजी चाहिँ यहाँनिर जानु भएको छैन यहाँ अब हामी चाहिँ चाँदनी मिनी मार्टमा सपिङ गर्दैछौँ जिआरजी कलेक्सन आज पनि खुल्ला छ गाइजहरू यो मास्क लाउने चाहिँ वान्टेडमा हो गाइज खोलामा चाहिँ नो वाटर रहेछ अब हामी यस्तो बाटोमा घन्द्रङ घन्द्रङ जाँदैछौँ पछाडि घन्द्रङ घन्द्रङ पानी छैन यहाँ चाहिँ के हाल्यो हामी चाहिँ अब झरेको गाइज खोलाले हामीलाई धोका दिइहाल्यो पानी छैन किन ओर्लेको चढेर जानु यस्तो बिजोग भएको अवस्था पानी खेल्नु आएको हामी पानी हेर्न पानी सुरुवाती पानी यही हो आमा बौलाइन जस्तै भएको कपाल उडाएर सानो बौलाइन नि ठुलो बौलाइन यस्तो बाटो हिँड्दैछौँ गाइज हामी यस्तो बाटो नेचरमा हामी नेचर ठुलो उडाउँदै स्कुटी उडाउँदै पानी नभेटेको अवस्थामा यसरी हामी चर्चसम्म आइसक्यौँ बेजेपोर्ट चर्च अब मामा घरको बाटो प्रस्थान हामी अब हामी लास्टमा गाइज यही बाटो आयौँ यो बाटोमा मात्रै हो हाम्रो चाहिँ जुर्ने टिप्लेलाई बिस्तारै यहाँ त टिप्लिन्छ है गाइजहरू अब हामी मामाले यहाँ सफा गरेको ठाउँ रहेछ खोला गएको चाहिँ दामी हुन्थ्यो छैन यहीँ बस्ने हो हामी चाहिँ अहिले बिच आइरहेछौँ बिचमा हाम्रो यहाँ तन्ना पनि च्यात्यो सुमित दाई यहाँ पुरै हो त्यहाँ गुरु आगो बाल्न आँट्नु भएको छ फुपाजु यसरी बिचरा अर्को मेन भर्सेस भैलु माथि पुरै वाइन छ वाइन छ यहाँ वाइन ल्याएको छौँ बियर ल्याएको छौँ चटपटी ल्याएको छौँ कुखुराको मासु ल्याएको छौँ सुँगुरको मासु ल्याएको छौँ तर यहाँ खोला आएको छैन यहाँ पुरै अर्कोले आगो बाल्दैछ अनि मोबाइल त्यहाँ राखेर आगो बाल्छ मोबाइल पनि अनि बल्ला नि बालीमा आएको छौँ है हामी बालीमा चाहिँ होइन बारीमा चाहिँ बारीमा आउँदैन त्यो छोड्दैन आएको थिएछ अरे भाइ त बारीमा भन्न हो बालीमा नालीमा हो त्यहाँ दुईजना के गर्दैछ कसको छोरा कसको छोरी आगो बाल्ने हो
आग लगा के चटपटे रेडी भयो वाइन छ यहाँ बियर मासु उधर इधर मासु पोल्ने मान्छे इधर अनि ऊ जसले मासु पोलेर खाम भनेको त्यो मान्छेले चाहिँ एउटा पनि काम गरेको छैन यहाँ हो कोही त्यहाँ बिचमा खेल्दैछ यिनीहरू धुलो चाहिँ नउडाऊ अब चाहिँ चटपट एकजना त शेष भइरहेछ बियर खाएर भान्जीको ठाउँ लगेर हाम्रो सरहरू आउनुभएको छ पाहुना गेस्ट हेलो भर्खर आइपुगेको हामी चाहिँ पारिबाट अनि आउने बित्तिकै सुरु गरेको यो अझै सिद्धेक छैन हाम्रो खानेकुरा मेरो जानी के गाइजहरू अब फ्रेस हुनु सिधै हाम्रो फोरहरू पनि हामीले डटपट हालिदिइसक्यौँ हड्डी पनि कुकुरलाई दिइसक्यौँ अब योहरू उठाउने हो अनि हामीले फोरहरू तल पुऱ्याइदिएको छौँ एक ठाउँमा बोतलहरू एक साइडमा अब सक्यो हाम्रो थ्याङ्क यू फर वाचिङ गाइस